फाइनल्ली हामी चाहिँ बागलुङ बजारमा भेट भएर फेरि है त म्याग्दी यात्रा कस्तो भन्छ नि पोखरा बागलुङ मिठो हो अब यता चिसो लगाएर एकदम गाह्रो भइरहेको छ दुईवटा कोट लगाएर त्यस्तै हिँड्नु परिरहेको छ यात्रा करब अझै जारी छ बारीमा त पुरै धान छ त किन हो Oh my God! यो चाहिँ पञ्चकोट जाने बाटो हो माथि पञ्चकोट यहाँ माथि डाँडामा यस्तै छ यहाँको वातावरणहरू गुडुले ओ यहाँ भित्र हुन्थ्यो कि आम पहिला धुलो छ एकचोटि आएको म नि आएको थियो बेला पञ्चकोट जाने बाटो यही है यहाँदेखि 11 किलोमिटर रहेछ 11 किलोमिटर एक माथि डाँडामा हामी बेनी हिँडेको अब एकछिनमा बेनी पुग्छौँ कुन ठाउँ यो रत्नचर हिँड्नु त्यहाँ रत्नचरमा म्याग्दी रत्नचर तल काली गण्डकी छ है बिरामी भएर भैँस पनि अर्कै आएको छ केराबारी हो कि घारी हो यो खुती आनन्दको हामी चाहिँ टुप्लुक्कै यो म्याग्दीको बेनी बजार भन्ने ठाउँमा है हामी चाहिँ यति बेला म्याग्दीको बेनी बजारमा आइपुगेको छौँ बोल्न नि अलि असहज भयो कि मलाई यो कहाँ मुस्ताङको जलपानी त होइन कतै मुस्ताङे जल हाल छ है बेनी बजार यहाँ अस्ति नै गेम भएको थियो यही ठाउँमा यो कभरहरू के हो दामी छ है ल यहाँ बजार बेनी बजार नानु क्यारेको बिच बाटोमा त्यो ए यो पुल है सरकारी पुल हो सानो नानो ल हामी चाहिँ ट्याक्क आइयो है खाजा खान पहिला बेनी बजारमा अब खाजा खाएर हामी अगाडि लाग्नेछौँ फेरि ट्याक्क अब चाहिँ हामी ट्याक्क खाजा खान्छ है कसो भयो ए कसले दिएको बल यो हेलो हामी चाहिँ खाजा खान लागिसक्यौँ है कसो भयो ए के बोलेको एक्कासी आउँदा त्यहाँ अरे ए अरे के
मिलाएर के कसो भयो मोमो चाखिदिउँ है त ट्याक्क खासै मिठो त रहन्छ त्यहाँदेखि भोक लागेपछि त अब मिठै मान्नु पर्यो होइन होला के हो ए हो त्यसले त मरला यार हामीलाई त ल फाइनल्ली हामी चाहिँ खाजा खाइयो अब फेरि यात्रा सुरु भयो हाम्रो ट्याक्क अगाडि अब मिठो मिठो सिनहरू देखाउँदै जान्छौँ है अब ल है टक्क आमा बेनी बजार है यो चाहिँ ऊपर से इधर त मुस्ताङ जानु परेगा इधर त हम दरबाङ से जाना परेगा क्या अब उतै हानौँ तल्लो ओहो कति मजाको घाम लाग्यो पारी पनि भागेछ है गाडी त मिठो घाम लाग्यो फेरि कस्तै चिसो लाग्यो घाम पनि कति अर्को लाग्यो ए बाटो हेरौँ न बाटो धुलो है छारा त बवाल छ है कति 1 2 3 4 5 छारा हेरौँ न माथि तातो पानीमा यही ल हामी चाहिँ ट्याक्क तातो पानी गेट अगाडि छ कि उस दरबाङमा खाएको ठुलो उस बजार त्यही किन होला 2 मिनट जानुपर्छ कि त्यो तातो पानी यार यहाँ तल हो कि दुप्ली हो यहाँ तल दुप्ली चाहिँ ट्याक्क तातो पानी लास्टै तातो हुन्छ होला है पानी त्यही ल सब यहाँ तल है दुख्ने चाहिँ तातो पानीमा अनि बस्नु चाहिँ तल माथि मिलाएर त तल जाने कस्तो गराएको है किलेनु नि यार त गराइदिएर यार निचे हो कि उपाल्लो यार आई एम कन्फ्युज यार फाइनल्ली हामी चाहिँ दरबाङ बजारमा आइपुगेका छौँ है साथीहरू सबैजनाले दरबाङ बजार मेरो भाइ ऊपर से माथि ओए ओए हामी चाहिँ यो दरबाङ बजारमा आइपुगे यहाँदेखि अझ रुममा जानलाई त 1.5 घन्टा लाग्छ अरे है मेडिकल यहाँ कहाँ छ होला हौ वेरी डिस मेडिकल आमा मेडिकल है त नि यहाँ रहेछ नि ओहो बाटो त खतरा छ है
कस्तो व्यक्ति त खराब रहेछ मान्छे त। त्यो पक्की पुल त अन्य हो कि यो दरबाङ ल बजार पनि काटियो है हामीले चाहिँ लगाएर। बाटो त डेन्जर छ यार, डेन्जर। कति लाग्छ र यहाँ त? 1.5 घन्टा। हामी चाहिँ बेनीबाट टक्क यो दरबाङ निस्किन आधा घन्टा लाग्यो। यहाँदेखि पनि अझै 1.5 घन्टा या समथिङ लाग्छ भन्दै पनि है। बाटो त डेन्जर छ, डेन्जर अफरोड। हेलो हेलो हाँस्दिरा ब्रो, ब्रो हाँस्दिरा गोरे। बाटो अफरोड नानु होला है आज खुकुरीराम च्याप्प है। यस्तो मौसमले च्यालेन्ज हालेछ आज त। यहाँ त खुकुरीराम त मिठै जाला जस्तो लागिरहेको मलाई। दरबाङ बजार काट्यो, हामी माथि आइपुग्यो। ठुलै रहेछ है दरबाङ बजार। यस्तो पुल त म्याग्दीमा त कति छ यहाँ नि बल खेलिरहेको नै साथीहरू। ओए के हो र अहिले ढल्ला बाइक, बाइकमा हिँड्दा पनि बल खेलिदिने है। रमाइलो छ है म्याग्दीतिर एकदम। दसैँ खतरा रहेछ क्या हो, कसो हो? रुममा जानु त रुमै लाउँछ क्या हो, साह्रै चिसो। ठाउँ फेरि कस्तो राम्रो है। रुममा गएर रुम खाने, रुगा नलाओस् भन्दै है। थोरै थोरै सुसा हाल्नु चाहिँ दामी छ यार ठाउँ त। बाटो लास्टै बाटो रहेछ कि आम्मा, यस्तो चिसो ठाउँ, यस्तो चिसो ठाउँ, लास्टै चिसो ठाउँ। म्याग्दी त खत्रै ठाउँ हो क्या आम्मा। के भयो, कसो भयो? कहाँनिर चुप्न पुग्यो? मुस्ताङै चढे जस्तो हो कि है। ओभर हो यो मुस्ताङ। ए आमा, रोडको हालत हेर नै कति थारै हो। जेन्जीलाई यसो भरमान गर्न पठाउनुपर्छ के लास्टै ठाडो के बाटो त खतरा। तानेन के तानेन यार। यहाँ त पहाडै जानु भएको रहेछ ल। यहाँबाट तल पुग्यो भने त छैन फेरि। बाटो त डेन्जरस है, डेन्जरस। यार ठाडो बाटो है, पानी राखेको चाहिँ फोन यार। कसैमा टिका लगाइदिएको नै पैसा सैसा दियो कि नै, आशीर्वाद दिनु पर्यो नि। तेल नखा, तेल धेरै नखाए, थोरै खर्च निकालेस बनाउँदाखेरि धेरै नबिग्रिए। गाह्रो छ अब।
बाटोको हालत त तान्दै नै के भएको के भयो यो ए बाटोमा कसो हो गाइजहरू है अहिले हामी एकदम यहाँ तानेन बाइकले होइन सबै हिट भयो रमेश दाईको बाइक यत्रो 17 लटकोले नि तानेन यता सरजी उक्लिँदै हुनुहुन्छ उकालो बाटोमा होइन गाइज अब यस्तो छ बोकाहरूको अवस्था अब म पनि यता यहीँ छु होइन म पनि ट्याक्कै हिँड्दैछ बाटो यस्तो ठाडो छ कि नतानेर यी लडुक्क हो कि यो हिँडम के हिँडम बाटै यस्तो छ खतारो हरिबिजोग छ हरिबिजोग आमा हाम त हिँड्दै दुखी जीवन भइरहेको छ यति बेला चाहिँ ओहो कति आनन्दको ठाउँ हो त्यो डाँडा पुरै डाँडा के फेरि हट हे पुरो जस्ट वेट हिँड्नै गाह्रो भयो हिँडाइ त मरद चाहिँ आफ्नो त क्या हिँडाइ थियो कहाँ पुग्ने हो र ल फाइनल्ली भेट भयो है कान्छाहरूसित ल कहाँ हो र अहिले यति बेला ल वेलकम छ है मेरो भलकमा ए आमा हट कडा भयो यो त नानु भयो त हामी क्यारेर गयो त साथीहरू त तिमीले बोक नि त मलाई हुन्न के बोक के चौ त चप्पल पनि भिजाउनु भएको छैन बोक नि त मलाई भलकमा हुन्छ हो नि ए भगु कति मजा भयो बिजोको अवस्थामा आइयो है बिजोको अवस्थामा रात परि भ्या अझै जान टाढा छ बाटो यस्तो छ ठाउँ डरलाग्दो फाइनल्ली हामी चाहिँ रुमा गाउँमा आइसक्यौँ है यही आइछ रुमा गाउँ यहाँ मेला हेरेर सबै आइसक्यो नै ए ढुक्क हो क्या अहिले आउँछ ल मेला त बल्ल पो मेला लगाइरहेछ हौ हट कडै भयो त यो त यो चाहिँ ढुक्क हो क्या अहिले हेर्नु पर्छ ल ल बेलुका भलक आउँछ ल ढुक्क ए हामी गेम खेल्न आएको रातै पर्छ जस्तै नजिक रहेछ है ओ माई गॉड रात पर्यो यार कति नजिक हो त नि ठाउँ त बिहान खाना खाएर हिँडेको बल्ल आइपुग्यो यार ठाउँ त कति मजा हो ल फाइनल्ली हामी चाहिँ आइपुग्यो है त्यहाँ केही होला बस्ने घर चाहिँ हाम्रो मेला यता तल ल फाइनल्ली हामी चाहिँ आइयो है रुममा ल बस्ने रुममा टक्क सुत्ने के बोले भाइ के बोले के छ थाहा बोले टक्क रुममा आइपुग्यो है ल दादा माथि सुतिरहन्छ एकदम दुःखको साथ आइयो है ल दाइहरू है सबैजनालाई ट्याक्क साथ सबुत माया गरिदिनु है